उता छोराको जिन्दगी नि बिग्रो, यता बिरामी जस्ताको तस्तै। अब मेरो विकल्प केही छैन सर। अब उहाँलाई बचाउने अन्तिम आशा तपाईँ हामी नै हौ। मेरा निम्ति हजुरले जसरी हुन्छ बचेसम्म बचाइदिनुहोस्। मलाई जस्तो आपत्ति परे पनि मेरो छोरछोरीलाई टुरो नबनाइदिनुहोस्। मेरो त्यति बिन्ती छ सबैसित। हरेक बिहान कमलापन्थीको दिन एउटै प्रार्थनाबाट सुरु हुन्छ, हे भगवान मेरो श्रीमानलाई बचाइदिनुहोस्। तर साँझ पर्दासम्म त्यो प्रार्थना भन्दा ठूलो चिन्ता उहाँको मनमा उब्जन्छ, भोलिको उपचारको पैसा कहाँबाट ल्याउने। गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका 5 भुवनपानी निवासी 41 वर्षीय भक्तबहादुर पन्थी आज गम्भीर रोगसँग सबैभन्दा कठिनाई लडाईँ लडिरहेका छन्। केही वर्ष अघि परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर उनी रोजगारीका लागि युए पुगेका थिए। श्रीमती, 2 छोरा र 1 छोरीको भविष्य राम्रो बनाउने, उनीहरूलाई राम्रो शिक्षा दिने र सुखका दिन देखाउने सपना थियो। तर नियतिले अर्कै निर्णय गरिसकेको रहेछ। केही वर्ष विदेश बसेर स्वदेश फर्किएपछि उनको स्वास्थ्य अवस्था बिग्रियो। परीक्षण गराउँदा थाहा भयो मुखको क्यान्सर। त्यसपछि एउटा परिवारको जीवन नै बदलियो। उपचार रोक्न मिल्दैन थियो, त्यसैले घरमा भएको सबै सकियो। आफन्त र चिने जानेकोसँग ऋण मागियो, जहाँबाट जति सकिन्छ त्यति रकम जुटाइयो। अहिलेसम्म 20 लाख रुपैयाँ भन्दा बढी रकम ऋण खोजेर उपचारमा खर्च भइसकेको छ, तर रोग अझै परास्त भएको छैन। चिकित्सकले उपचारलाई निरन्तरता दिन करिब 24 लाख रुपैयाँ आवश्यक पर्ने बताएका छन्, तर त्यो रकम जुटाउने कुनै आधार परिवारसँग छैन। भरतपुर लगेपछि अब सबै चेकअपहरू सबै गर्दाखेरि क्यान्सरै देखियो। क्यान्सर देखिएपछि अपरेसनको लागि वैशाखको 16 गते अपरेसनको लागि बोलाउनु भयो। वैशाखको 16 गते बोलाइसकेपछि त्यो अपरेसन पनि भयो, सफल भयो। मासुको रिपोर्ट ल्याउन 35 दिनपछि बोलाउनु भयो। अपरेसन गरेर नि 18 दिन हस्पिटल राख्यौँ। त्यो नाकको पाइप धेरै दुख्न थालेपछि उही हस्पिटलमा फोन गरेपछि नजिक हस्पिटल छ भने निकालिदिनुहोस्, केही फरक पर्दैन। 35 दिनपछि किमो चढाउन त्यो रिपोर्टको बुझ्न बोलाउनु भएको थियो। त्यसपछि गएपछि किमो सिमो चढाउनु भयो। किमो चढाएपछि बालु झर्ने, अब सेकाइ गर्ने भन्नुभयो। 6वटा किमो 8वटा किमो र 30वटा सेकाइ गऱ्यौँ। 2 महिना उहीँ बस्यौँ। अब पहिला पनि यताउति केही गरेन मम्मी, यताउति सहयोग केही नउठाउँ, सकेसम्म हाम्रो हात पस्यो भने हाम्रो घर बुबाहरूले अङ्कलहरूले साथ दिन भने हामीले घरैबाट चलाम, बाहिर यस्तो नगरौँ। ठिकै छ, मैले पढ्दिनँ मम्मी, म कमाउन जान्छु, जति हुन्छ बुवालाई मैले गर्छु, बस्नुहोस्, सेयर गर्नुहोस् बुवाको भनेर छोरो 12 पास गरेर अहिले 1 वर्ष भयो छैन बराइन गयो। अब उपचार खर्च त अब नर्मल किमोले काम गर्दैन, औषधिवाला किमो चढाउनु पर्छ। उपचार खर्च फुल किमोलाई 4 लाख, हाफ किमोलाई 2 लाख भन्नुभएको छ। 6वटा किमो चढाउन भन्नुभएको छ। 24 लाख त किमोलाई मात्र लाग्छ सर। अहिलेसम्म खर्च अब त 20 लाखबाट उपरै भयो होला, नै त तल छैन सर। उहाँ बोल्न सक्नुहुन्न? खासै बोल्नु पहिला बोल्नुहुन्थ्यो, अपरेसन गरेपछि हल्का फुल्का बोल्नुहुन्थ्यो, सक्दो काम पनि गर्नुहुन्थ्यो। काम त अलिअलि हल्का फुल्का यताउति हिँड्ने उड्ने त गर्नुहुन्छ। बोल्न चाहिँ त्यति हुन्न, खानालाई पनि गाह्रो छ। अब साह्रो चिज त अपरेसन भएदेखि जो खानुभएको थिएन, अहिले त त्यो पनि एकदम पातलो गराएर एकदम नरम पातलो, त्यही दुधैका भरा हो, अरू यसै खाना। अब त हजुरले सहयोग दिन पर्यो, मेरो आयु पाए केही भएन। छरछिमेक इष्टमित्र दाजुभाइ हजुरहरू सबैले सहयोग गरिदिनु पर्यो, मेरो उपाय लाएन। एउटा छोरालाई दिदीकी छोरीले तम्गास राखेर महेन्द्र माविमा पढाइ छे, साइन्स पढ्छु मम्मी भनेर भर्ना भएको थियो।
त्यो भर्ना भएको 4 दिनमा बुवालाई लिएर म उता गएपछि त्यो भर्ना त्यो स्कुल छोडेर फेरि बिहानको कम्प्युटर म्याथ पढ्छु मम्मी मलाई खर्च कसरी पुर्याउनुहुन्छ र बुवालाई गर्ने कि मलाई गर्ने भन्नु छोराले हुन्छ छोरा पढ यतिको ठिकै भएपछि ठिकै हुनु होला मैले गरुला जुठा भाँडा माझेर भने छोराको इच्छा पुरा गरुला भने थियो सर मैले सकिनँ अहिले छोरीका साथीहरू सबै कम्प्युटर पढेका छन् भर्ना भएका छन् अहिले एक्लै बस्ने मेरो स्थिति छैन घरबाट जान छोरी सक्दिने कलेज भदौ 1 गतेबाट स्कुल सुरु भने छन् क्याम्पस अहिले अब त्यहाँ लाने उपाय छैन मेरो उपाय छैन एउटा भैँसी देऊ वर्षेनी भैँसी किनिछु सर अब अरूसित खान त उपाय छैन अब त्यही दुधसित हो वर्षेनी किनिछु अब अहिले पनि भैँसी थाकिसक्यो सर अब त्यही दुध खाने उपाय छैन भैँसी मैले बेचेँ अब भरेभरि ल्याउन आउँछु भनेर जानुभयो सर सबै हजुरको सारा मात्रै भएर नि मसिन हात खर्च पनि 2-4 रुपियाँ पनि यतिखेरलाई छैन सर पकडाको भैँसी पनि मैले बेचेँ उता छोराको जिन्दगी नि बिग्रो यता बिरामी जस्ताको तस्तै अब मेरो विकल्प केही छैन सर केही छैन हजुरको सारा हो अरू मेरो केही छैन विकल्प घरको भैँसी पनि बेचे भैँसी बेचेँ घडेरी बेचेँ यो बसेको जग्गा पनि मेरो होइन सर उहाँ पारी दाईको हो बस तिमीलाई यस्तो भयो भने बस भन्नुभयो र मैले उहाँको जग्गामा बसिछु मेरो एउटा बारी टुक्रो मात्रै छ अब तपाईहरु मेरो बस्ने बास पनि छैन सर तपाईहरु चाहिँ सहयोगी मनको प्रतीक्षामा मात्र हुनुहुन्छ हजुर अरू सबै सक्यो मेरो केही अहिलेसम्म मैले केन सकेसम्म गर्छु भनेर यत्नसम्म आँट ल्याएँ हजुर अब मेरो उपाय भएन अब के गर्ने छोराले कसरी गर्ने मम्मी नर्मल भए पनि चढाम भन्नु नर्मलले कामै गर्दैन भन्नु भनेपछि अब त्यो नर्मल चढाउन र नचढाउन एउटै रहेछ अब के गर्ने सर आर्थिक अभाव यति चर्कियो कि छोराछोरीको पढाइ खर्च समेत जुटाउन नसक्ने अवस्था आयो पढाइ रोकिन पुग्यो घरको ठुलो छोरा पनि कलिलै उमेरमा परिवारको दुःख कम गर्ने आशामा रोजगारीका लागि विदेशिन बाध्य भयो एउटा बाबुले छोरालाई पढाएर सक्षम बनाउने सपना देख्नु भएको थियो तर आज त्यही छोरा परिवार बचाउन परदेशको दुःख सहन बाध्य छ यता घरमा भने श्रीमती कमला पन्थीका आँखा दिनौं श्रीमानको अनुहार र अस्पतालको बिल बीच अल्झिएका छन् एकातिर जीवन बचाउने दौड अर्कोतिर ऋणको भारी भक्कानिँदै उहाँ भन्नुहुन्छ मेरो श्रीमानलाई बचाइदिनुस् मसँग अब बेच्ने पनि केही बाँकी छैन ऋण गर्ने ठाउँ पनि सकिँदै गयो मेरो मुक्तिनाथ पन्थी म साइलो बुवाको छोरा मेरो कान्छो बुवाको छोरा भाइ हो भाइलाई चाहिँ आफ्नो भएको जायज जेठा र दाजुभाइको सहयोगमा चाहिँ पहिलो चरणमा उपचार गरियो त्यसपछि भाइलाई पूर्ण समस्या बल्झियो अहिले घरमा केही पनि सम्पत्ति पैसा केही पनि नभएको कारणले घर खान बस्नको लागि पनि दौडौ छ त्यो कारणले उहाँलाई अब केही उपाय नलाएपछि लास्टमा हामीले चाहिँ मिडियामा छोडाउन त केही सहयोग उठ्छ भनेर चाहिँ हामी हजुरहरूलाई अपिल गरेका हौँ उहाँको लागि जो जहाँ हुनुहुन्छ आफू सक्दो सहयोग गरिदिनु होला भन्न चाहन्छु उहाँहरूको अवस्था पारिवारिक अवस्था कस्तो छ पहिला के थियो अहिले के छ पहिला नर्मल परिवार साधारण परिवार हुँदा सबैको सहयोगमा एक चरणको उपचार गर्नुभयो अहिले आफ्नो सम्पत्ति भएको पैसा सबै सकियो अन्तिम अवस्थामा चाहिँ मिडियामा गराउन त केही हजुरहरूले सहयोग गरिदिनु होला कसैले गरिदिनुहुन्छ भनेर चाहिँ मिडियासँग सहयोग मागेका हौँ रेसुङ्गा नगरपालिका वार्ड नम्बर 5 को वडा अध्यक्ष यहाँ भाइ विगत 2 वर्षदेखि एउटा जटिल रोगसित सामना गर्दै आफ्नो पहिलेदेखि नै अब न्यून परिवारको मान्छे आफ्नो जायज यथा जे जति थियो गरगहना सबै बेचेर पहिलो चरणको उपचार भयो केही ठिक पनि भएको थियो पछि पुनः सोही रोग बल्झेको हुनाले पहिलो चरणमा स्थानीय सरकारले गर्नुपर्ने हामीले सहयोग सक्यो हामीले सहयोग गर्यौं अब फेरि बल्झिसकेपछि उनको जुन पहिला अपरेसन भएको थियो त्यो अपरेसनको ठाउँमा फेरि अपरेसन गर्न नमिल्ने भन्ने सल्लाह डाक्टर साहबहरूले सल्लाह दिइसकेपछि फेरि किमो र किमोको लागि रकम अलि धेरै आवश्यक पर्ने भएको हुनाले उहाँको चाहिँ जायज यथा भएको त पहिला दिएको छ अब उहाँसँग केही पनि छैन बिहान साँझ छाक टार्ने परिवारलाई समस्या भइरहेछ यो अवस्थामा
विकल्प नभएर मिडिया मार्फत देश विदेशमा रहेका सम्पूर्ण श्रद्धालु मनोभावनाहरू हुनुहुन्छ, दयालु मनहरू हुनुहुन्छ, उहाँहरूबाट साथ सहयोग केही मिलेर उहाँलाई पनि भनेर हामीले मिडिया मार्फत यो कार्यक्रम राखेका छौँ। र विगतमा हाम्रै वडामा एकजना भाइ पनि यस्तै किडनीसित एकदम जुधिरहेको अवस्थामा यस्तै मार्फत हामीले देश विदेशमा प्रचार प्रसार गरिसकेपछि राम्रै सहयोग गर्नुभयो, सहयोगी मनहरूले हात फैलाउनु भयो, यथाशक्य सहयोग गर्नुभयो र उहाँ भाइ ठिक भएर अहिले तन्दुरुस्त अवस्था जस्तै हुनुहुन्छ। हामीले त्यही अपेक्षा गरेको हुनाले भाइ पनि निम्नवर्गीय परिवारको र केही घरको आर्थिक अवस्था एकदम कमजोर, अहिले उपचार गर्न सक्ने अवस्था धेरै परको कुरा, बिहान साँझ खान सक्ने अवस्था पनि नभएको हुनाले मिडिया मार्फत सम्पूर्ण सहयोगी मनहरूबाट, देश विदेशमा रहनुहुने सम्पूर्ण सहयोगी मनहरूबाट के होला र भाइलाई पुनर्जीवन दिन सकिएला भनेर हामीले मिडिया मार्फत यो चाहिँ प्रचार गर्न पुगेका छौँ। कमलापन्थीको यो बिन्ती केवल आर्थिक सहयोगको लागि मात्र होइन, यो एउटा श्रीमतीको आफ्नो जीवनसाथीलाई बचाइदिन गरिएको अन्तिम पुकार हो। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध छ, तपाईँले गर्नुभएको सानो सहयोगले एउटा बाबुलाई आफ्नो सन्तानसँग, एउटा श्रीमानलाई आफ्नो श्रीमतीसँग र एउटा परिवारलाई फेरि मुस्कानसँग जोड्न सक्छ। आउनुहोस्, मानवताको हात अगाडि बढाउँ, भक्तबहादुर पन्थीको उपचारमा सक्दो सहयोग गरौँ, किनकि जीवनभन्दा ठुलो कुनै दान हुँदैन। यदि तपाईँहरूले सहयोग गर्न चाहनुहुन्छ भने कमलापन्थीको स्क्रिनमा देखाइएको खाता नम्बर वा उहाँको ब्याङ्कको क्युआर कोड मार्फत उहाँलाई सहयोग गर्न सक्नुहुनेछ।